धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस कला साहित्य र स्वस्थ समाजको प्रतिबिम्ब भन्ने मूल उद्देश्यका साथ जुन स्थापना भएर आफ्नो सामाजिक सेवा र मनोरञ्जनलाई साथसाथै अगाडि बढाई यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, सम्पूर्ण यो साङ्गीतिक क्षेत्रमा लाग्नुभएका हरेक व्यक्तित्वहरू, उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा म दैलेख गुराँस गाउँपालिका वडा नम्बर 5 गोगनपानी नौतले स्थायी ठेगाना भई हाल श्री बाल कल्याण मावि मुसिकोट 6 रुकुम पश्चिममा कार्यरत अङ्ग्रेजी शिक्षक महेश साईको तर्फबाट हार्दिक नमस्कार। सबभन्दा पहिले यो नमुना कार्यक्रममा मेरो पहिलोचोटि उपस्थिति रहेको छ। नमुना कार्यक्रममा विशेषतः हाम्रो भूतपूर्व विद्यार्थी दीपक रिजाल जुन एउटा सानैदेखि हामी कक्षा कोठामा पढाउँदै गर्दा एउटा सुमधुर आवाजका साथ हरेक शुक्रबारे कार्यक्रम र विभिन्न सांस्कृतिक कार्यक्रममा सधैँ अगाडि बढ्ने र त्यति बेलादेखि आफ्नो प्रतिभा प्रस्फुटन गर्ने दीपक रिजाल बाबुको यो कलाप्रतिको माया यो देखेर हामीलाई खुसी लागेको छ। जुन उद्देश्य पहिला थियो त्यो उद्देश्यलाई पुरा गर्नको लागि अगाडि बढेको र समाज सेवालाई अझै अगाडि बढाउने जुन ध्येयका साथ अगाडि बढ्नु भएको छ हाम्रा भूपू विद्यार्थी सर। यो टिम नमुना कार्यक्रमको टिम हुनुहुन्छ, आदरणीय अग्रज व्यक्तित्वहरू, उहाँप्रति म सम्मान गर्न चाहन्छु। मलाई यहाँ आएर केही 2-4 शब्द राख्ने अवसर पनि दिनुभयो, म धेरै खुसी भएको छु। यो नमुना कार्यक्रम यस्तो छ जसले मैले यहाँ आइसकेपछि धेरै कुराहरू बुझ्ने अवसर पाएँ, जसमा यसले हाम्रो समाजमा भएका विभिन्न किसिमका यथार्थ जुन विकृति विसङ्गतिलाई हटाउँदै समाजमा एउटा चाहिँ नयाँ ऊर्जा दिनुपर्छ, समाज रूपान्तरण गर्नुपर्छ, समाजलाई अगाडि बढाउनुपर्छ, समाजका कला साहित्य संस्कृतिलाई बचाउनुपर्छ र मानव सेवा गर्नुपर्छ, मानव सेवा नै ठुलो धर्म हो भन्ने जुन किसिमको यसको उद्देश्य रहेको छ, जुन किसिमको यसको लक्ष्य रहेको छ, यो कार्यक्रम या लक्ष्यलाई चाहिँ अगाडि बढाउनको लागि मैले मेरो व्यक्तिगत तर्फबाट होस् या मैले गर्नुपर्ने एउटा समाजबाट होस् र हरेक क्षेत्रबाट मैले आगामी दिनमा यो नमुना कार्यक्रमलाई अझै थप प्रगतिको शुभकामना पनि दिन चाहन्छु र मैले गर्न सक्ने आफ्नो व्यक्तिगत अथवा सामाजिक अथवा चाहिँ पेसागत रूपमा जसरी हुन्छ यसको उत्तरोत्तर प्रगतिको पनि कामना गर्छु र मैले सक्ने आगामी दिनमा सहयोग पनि गर्ने बाचा गर्दछु। र यसरी नमुना कार्यक्रममा आउनुभयो विभिन्न दाजुभाइहरू दिदीबहिनीहरू आउनुभएको छ, उहाँहरूले आफ्नो कला प्रस्तुत गर्नुभयो। हाम्रो आदरणीय सर, हाम्रो पहिला म त्यही पार्वती मावि गुराँस 5 गोगनपानीमै मैले लगभग 8-9 वर्ष जति मैले त्यहाँ सेवा गरेँ र म अहिले रुकुम पश्चिममा छु। तर पनि अहिले हाम्रो यो जमघट भयो, कुराकानी भयो, यहाँ